व्यस्तताका कारण कल सफल हुन सकेन। कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। Sorry, the network that you are trying to call is congested. Please try again later. भएको नम्बर अहिले व्यस्त छ। कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। The number you're dialing is currently busy. Please call back later. गर्न खोज्नु भएको नम्बर अहिले व्यस्त छ। कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। The number you're dialing is currently busy. Please call back later. गर्न खोज्नु भएको नम्बर अहिले व्यस्त छ। कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। The number you're dialing is currently busy. Please call back later. भएको नम्बर अहिले व्यस्त छ। कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। The number you're dialing is currently busy. Please call back later. सफल हुन सकेन। कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। Sorry, the network that you are trying to call is congested. Please try again later. भएको नेटवर्कको व्यस्तताका कारण कल सफल हुन सकेन। कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। Sorry, the network that you are trying to call is congested. Please try again later. अहिले व्यस्त छ। कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। The number you're dialing is currently busy. Please call back later. कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। The number you're dialing is currently busy. Please call back later. भएको नेटवर्कको व्यस्तताका कारण कल सफल हुन सकेन।
समयपछि पुनः प्रयास गर्नुहोला. Sorry, the network that you are trying to call is congested. Please try again later. गर्न खोज्नु भएको नम्बर अहिले व्यस्त छ. कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला. The number you're dialing is currently busy. Please call back later. अहिले व्यस्त छ. कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला. The number you're dialing is currently busy. Please call back later. सकेन. कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला. Sorry, the network that you are trying to call is congested. Please try again later. तपाईहरुले अहिले मैले यो के अरे उयो गरिरहेको छु. मेरो अस्तिको दिनदेखिको बिजुलीको तार मालवाहक ट्रकले चुटाइदिएको. अन्तबाट अनि त्यसलाई उयो के अरे दुईपल्ट भइसक्यो. म अस्ति काठमाडौँ जाँदाखेरि ट्र्याक्टरले चुटाइदिएछ है. अनि फेरि छुटाइदियो. अनि चुट्टाएको तार चाहिँ लाउनु जोखिमपूर्ण हो. के अरे त्यहाँ जति पनि यो बक्समा जोडन भएको छ त्यसमा आग लागि हुन्छ भनेर पहिले हामीलाई एक किसिमको प्रशिक्षण जस्तो भएको थियो. अनि त्यस कारणले मैले के अरे त्यसै सिलसिलामा टेकेर मैले नयाँ तार किनिदेऊ भाइ भनेको थिएँ. त्यसले चाहिँ न्यु खोजिरहेको थियो. अनि यहाँनिर अब त्यस्तै त हो. 100 जना दुश्मन हुन्छ तर एकजनामा पनि मृत्यु कमै मात्रामा हुन्छ. त्यस कारणले यहाँनिर अब बोल्ने मान्छेहरू अलिकति कमी भएको नाताले त्यसले मलाई धेरै पेलेको थियो. अनि के अरे बिचरा त्यो गाडीवालले जति किने पनि किन्नु बहिनी के अरे बहिनी दिदी किन्नु भनेर भन्नुभयो. अनि त्यहाँबाट के अरे भन्नुभयो. अनि दिनमा मलाई बोल्नलाई दिएको पनि थिएन त्यो ड्राइभरले. अनि म बोल्न पनि चाहेको थिइनँ तर किन्नु भन्नुभयो किनियो. अनि बिजुली अफिसबाट जोड्न आउनु पर्ने आजसम्म आएको छैन. अस्तिको दिनदेखि 2 रात अँधेरोमा बसेँ. अँधेरोमा बस्नु त परै जाओस्. पानीको चाहिँ समस्या मोटर चलाएर खानुपर्छ. अनि त्यहाँबाट पानीको समस्या छ. हेर्नुहोस् त बिजुली अफिस जस्तो कुरामा एकदम सेन्सिटिभ के अरे उयो ठाउँमा यसरी दुरुपयोग गर्दाखेरि कस्तो होला आफै सोच्नुहोस् तपाईँहरूले साथी हो. अनि यसरी के अरे भन्न बित्तिकै फोनको भरमा आउनुपर्ने. यत्रो हिजोदेखिको फोन लगाइरहेको छु. मेरो फोन उठाइरहेको छैन उसले है. अनि उसले के किन्नुपर्छ तार तपाईँले किनिदिनुपर्छ भन्नुपर्ने ठाउँमा तपाईँहरू मिल्नुहोस् भन्ने कुरा मात्रै गर्ने है. अनि त्यहाँबाट के अरे किनि पनि दियो ठिक छ. आएर जोडिदिनु पर्ने. अब रात के अरे रात साँझ हुन्छ राति उयो हुन्छ गाह्रो साह्रो हुन्छ भन्नु सोच्नुपर्ने. मेरो गाई पनि ब्याउन आँटेको छ. प्लस अब के अरे मोटरको पानी खान्छु म. अनि त्यसो भएको कारणले गर्दाखेरि यति अप्ठ्यारो परेको छ. यस्तो अवस्थामा यस्तो बिजुली अफिसलाई तपाईँहरू के भन्नुहुन्छ त? यहाँ हेर्नुहोस् त यत्रो टाइम भइसक्यो. मैले हिजोदेखिको फोन गरेको मेरो फोन उठाएको छैन. अनि भाइहरूलाई फोन गर्न लागिरहेको छु. भाइहरूको पनि उठाउनु मानिरहेको छैन. कोही उठाइरहेछ. अनि त्यहाँबाट बिजुली अफिस मेन अफिस के अरे बेलबारीबाटै गर्न लागिरहेको छु. यो डाँगीहाट शाखा हो. के अरे शाखा के अरे त्यहाँको चाहिँ शाखा ब्रान्चको ब्रान्च भन्छ नि त्यस्तै हो. अनि यसले के खोजेको यसले कति घुस खायो. अनि यसरी यस्तो सेन्सिटिभ जस्तो ठाउँमा दूरसञ्चार भयो प्रहरी चौकी भयो. अनि प्लस के अरे बिजुली अफिस जस्तो कुराले यसरी गरिदिँदाखेरि हामी जस्तो जनतालाई कति घाटा लाग्छ होला. अनि के अरे गर्न खोजेको के
यसले अनि त्यहाँबाट यो गर्नु चाहेको चाहिँ के हो त यो बिजुली अफिसले के अरे न ल्यान्डलाइन उठेको छ न चाहिँ मोबाइल नम्बर उठेको छ अनि गर्न चाहेको चाहिँ के तपाईँहरू के भन्नुहुन्छ त यस्तो कुरालाई अनि तपाईँहरूको मनमा चाहिँ तपाईँहरूको विचारमा चाहिँ के लाग्छ सेयर कमेन्ट गरिदिनु होला भन्ने अनुरोधका साथ मैले भिडियो गरेको छु हस् त धन्यवाद।